भेट्न पनि दिएको छैन रे हैन उहाँको छोरालाई भेट्न पनि दिएको छैन यो नालायक सरकारले हाम्रो ओम प्रकाश सरलाई डाइरेक्ट कल गर्दैछ हाम्रो पनि त मित बुवा छोराको गोली टाउकामा हानेले हानेछ नि हैन यो कुरो चाहिँ यो तपाई यहाँ हामीले पढाइ लेखाइ यता हेर्नु अलिक छोड्दिनु त क्यामेरा क्यामेरा छोड्दिनु यहाँ एकछिन पत्रकार साथीहरु 24 गते दिनमा गरेको मेरो छोराले एकछिन सुरु गर्नु एकछिन त्यसको चाहिँ आउँछ अगाडि 24 गते आउँछ हैन भन्नु पर्यो नि त हामीले एउटा भैँसी बाख्रा पाली किन्द छोरालाई पढायौं लेखायौं अहिले इनका लागि हो जेलमा हालेको मेरो छोरालाई के भएको छ तपाईको छोरालाई मेरा छोरालाई टेकुमा लिए रे घरबाट छोपी ल्याए दशका अघिल्ला दिनी घरबाट ल्याए आफ्नो उइमा राखे आफ्नो उइमा आन्दोलन गर्छ यसकी आमा अब यहाँ जलाउँछ मदेर सिधै धनगढी लियो धनगढीबाट टेकुमा लिएर मेरो छोरालाई टेकुमा कुटिकिन यिनीहरूले हात र खुट्टा मेरो छोरालाई कस्तो बनाइदिएको छ चल्दैन हैन सुक्या छ हैन यो खुट्टा सुक्दै आउनु लाग्छ अरे मेरो छोरालाई हिजो फोन गरे मम्मी हजुर तुरुन्तै आउनु मलाई यहाँ अहिले तपाईले भेट्न दिएछ कि छैन के हो म अहिले गएै छैन आज हुन नगरे के भेट्नु शनिबार हो भन्यो हैन ठिकै छ त्यो पनि जस्तरी भए पनि जो सरकार आए पनि मेरो छोरालाई रिहाई गर्न पर्यो यिनीहरूले चुनाव गर्न भन्दा अगाडि हाम्रा छोरालाई रिहाई गर्न पाउनु पर्यो होइन भने चाहिँ हामी पनि चुनाव हुनै दिन्न महिला पनि हामी रोडमा सडकमा उत्रिन्छौँ अब हामीलाई त त्यही छ हामीले यत्रो घटना हुँदाखेरि त्यसको त्यहाँदेखि गोली हान्दाखेरि हामी पनि आसी बन्चरा ल्याएर आउँ मात्रै लम्कीमा हामी पनि एक आसी बन्चरा ल्याएर आउँ मात्रै हामी पनि बट्याएको महिलाहरू यिनीहरूले यसरी गर्न पाउँछन् भनेपछि नि अब जस्तै तपाईको छोरा कति वर्षको मेरो छोरा 19 वर्ष अब 19 वर्ष हैन के नाम के रे अनुपम भण्डारी ए अनि तपाई अहिले घरबाट आउनु भयो कि घरबाटै आएँ अहिले घरबाट आएँ मुन भेट्न पाउनु भएको छ कि छैन भेट्न पाएको छैन मैले मेरो छोरालाई भेट्न पाइदिएम न जान्दिन छोरा होला हैन एक्लै छोरो मैले ऋण गाडी जोको गाडीकन मेरो बुढा साउदीमा कमाइकिन त्यसरी पढा छोरो मैले घाँस दाउरा गरिकन मेरो छोराले रिहाई पाउनु पर्यो यो कुरा सरकारले पनि सुनिदिनु पर्यो सबैले सुनिदिनु पर्यो हेर्नु मेरो छोराले मैले दसैँको टिका पनि लानु पाएको छैन एउटा दिवाली कसरीको दसैँका मुखमा मेरो छोरा सुमातेर ल्याउनु भएको छ जसरी यिनीहरूले चुनाव गर्न लागेको छ नि त्यसरी मेरो छोरालाई बाहिर निकाल्नु पर्यो कुरुक्क बाँडिकिन बन्दी किन राखेको छ मेरो छोरा लास्टसम्म जसरी पनि ल्याउनु पर्यो अब त्यही हो मेरो भनाइ मलाई जसरी पनि मलाई बस्ने हेर्नु मैले अर्काको कति बस्ने कहाँ बस्ने मैले महिलाले होटल लाग्यो पैका गरेर बस्ने मलाई यहीँ परगाडी जाने पनि मलाई थाहा छैन यति पर जाँदाखेरि पनि कस्तो गरिरहेछन् मलाई भनेपछि अब त्यही गएर जसरी हुन्छ हजुरले सुनिदिनु पर्यो छोड्दै छोड्ने होइन म त मरि के पनि लम्कीमा त म चुनाव हुनै दिन्न मलाई जति जे गरे हुनै दिन्न म मेरो ज्यान जानु पर्यो म रोडमा सडकमा आएर सुत्छु त म चुनाव हुँदिन्न मेरो छोरालाई जसरी पनि गठित दिनु पर्यो नाइ चुनाव त म मरि के हुँदिन्न बरु मेरो घर जग्गा बेचेर म आफू बिक्री हुन चाहे मेरो एउटा किडनी बेचेर म चुनाव हुँदिनै हुँदिन हामीले यिनका लागि यतिका लागि टिकट हाल्यौँ हामीले बेलुको दिनमा नाइ मलाई पनि थुन्न पर्यो मेरो बुढालाई मेरो एउटा छोरी छ एउटा छोरा मेरो छोरा छ तिनवटालाई मलाई हालिदिनु पर्यो जेलमा मलाई हाल्नु पर्यो कि त मलाई छातीमा गोली हाल्नु पर्यो होइन भने सरकारले सुन्दैन भने चाहिँ छातीमा गोली हानोस् मलाई केही छैन त्यो त्यस्तो मेरा बुढा ससुरा छोडेर म यहाँ पुगेको छु होइन मेरो घरमा कोही छैन मेरो नाबालक छोरालाई मेरो त्यसरी हालिदिने जेलमा होइन यिनीहरूले गोली हानी अनि केबीलाई बेली यही लागि हामीले टिकट हालेका हौँ सबैले त्यो सुशीला कार्कीलाई केका लागि राखेको थियो म यो सुशीला कार्कीले के भन्न चाहन्छु भने यी आमाको एउटा आँसु यदि साँच्चीकै तिमीले हेर्छौ भने उहाँको छोरालाई तत्काल आज भइगयो 3 महिना हुन लाग्यो 3 महिना त 4 महिना हुन लाग्यो अब कहिले हेर्ने हो एउटा बुझेन महिलाको व्यथा एउटा घर चलाउनका लागि त कत्रो गाह्रो हुन्छ भने हामी महिलालाई यत्रो देश सुशीला कार्की आफ्नो छोरालाई अमेरिका पठाएर अर्काको छोरालाई जेलमा हाल्ने अर्का छोरालाई अनि हाम्रा छोरालाई जेल लिने हाम्रो छोरा अमेरिका पठाउने केका लागि यिनीहरू त्यतिका लागि जिताएर हामीले पठायौँ यहाँ चुनाव हुन दिन्न म मेरो ज्यान जान पढे पनि मसँग पनि छन् सबै छन् मलाई चुनाव हुन दिन्न भनेर आउनु भनेको छ मलाई सबै साथीहरूले सबैले भनेर म उस्तै दिने म मोतीपुरको चौकी पनि जलाइदिनु क्या सर मैले ज्यापो भनेर मेरो छोरो जलाउँछ भनेर सब मान्छे जाँदाखेरि उता धनगढी लगेँ धनगढीबाट पिलिङमा ल्याएको मेरो छोरो टेकुमा ल्याएर कसरी पिटिया छ मेरो छोरालाई म त जाल त कहिले बोल्ने छैन म यहीँ पनि सुत्न राति यहीँ बसेको मैले रात दिन मिडियालाई हेरेर म मजाले बसिरहेको छु उहाँ रुँदै बसिएको छु मेरो छोरालाई मैले नभेट्न पाएको छु नकेही छु मलाई भेट गराइदिनु पऱ्यो मेरो छोरो रिहाई हुनु पऱ्यो हजुर सुशीला आमाले पनि जसरी हाम्रा छोरालाई हाल्यो त्यसरी निकाल्नबाट केका लागि राखेको पनि दिन त्यहाँभित्र लिएर बुझ्नु परेन अलिकता ऊ अरे महिलाको व्यथा महिलालाई बुझ्नु
छ उनका छोरा विदेश अमेरिका गए महिला हैन, महिला हुन्। महिला, फोहोर महिला फोहोरमा फाले पनि हुन्छ अब त्यसरी तानेर फाले पनि हुन्छ फोहोरमा हो किन भन्नु त महिला देखेर हामी यसरी आमा जनताका कुरा यदि बुझ्ने मान्छे भएको भए तिनले न्याय गर्थिन् नि। जेन्जी भर्खर कलकलाउँदा युवाहरूको हामीले हेर्नु न अन्धकार कसरी बनाउँछ। पढा छोराछोरी हामीले मैले 4 लाख रुपैयाँ लाएर क्रिकेटको लागि मैले मेरो छोरो ओमप्रकाश सरकारलाई फोन गर्दै हुन्छ सणारीजी फोन उठेन फोन गृहमन्त्री ओमप्रकाश सरकारले के भन्नुभएको थियो हामीलाई भन्दाखेरिमा भाद्र 23 र 24 गतेका सम्पूर्ण बन्दीहरू सम्पूर्ण जेन्जी योद्धाहरू जतिले आन्दोलनमा सहभागी भएका थिए लडेका थिए जो त्यतिखेर प्रहरीको कारबाहीमा सबैलाई बिना शर्त निशर्त सबैलाई रिहा गरिसकियो भनेर भन्नुभएको थियो। आज त्यो न्युजमा पनि हालेको त्यो बाहिर न्युज नै आइसकेको न्युज थियो। किन हाल्यो त्यतिकै भने हाम्रो छोराछोरी भित्र तर एउटा कुरा चाहिँ आज उहाँ तपाईँ के हेरेर बसिराख्नु भएको छ? तपाईँले गर्नु पर्दैन, सडकमा फन्डा मात्रै दिने हो तपाईँ हामीले सधैँ। चाहिँ स्पष्ट भनिरहेका छौँ ओमप्रकाश अर्यालहरूले सुशीला कार्कीहरूले हाम्रा भाइ बहिनीहरू हाम्रा अनि के सडकमा भनेर हुन्छ जानु पर्यो नि, उहाँहरू कहाँ बस्नुहुन्छ त्यहाँ जानु पर्दैन? हामी सडकबाटै चुनौती दिन खोजिरहेका थियौँ। तपाईँ जहिले चुनौती दिएर हुन्छ काम गर्नुहोस् के तपाईँहरू। अब हामी अगाडि बढ्न तयार छौँ। कहिले बढ्ने तपाईँहरू? ओमप्रकाश अर्याल र सुशीला कार्कीहरूलाई त्यो बालुवा टारबाट त्यो सिंहदरबारबाट घिसारेनौँ भने तपाईँ दुईजना सुन्नुहोस्, तपाईँ दुईजना युवा ल्याएर माइती घरमा आउनुहुन्छ, कहिले घिसार्ने तपाईँ? यो दुईजना हो यो दर्जनौँ 100 युवाहरू यहाँ छन्। आज उहाँ जसरी कैलालीको लम्कीबाट भाद्र 23 र 24 गते यो देशका लागि लडेको एउटा युवा एउटा सपुतलाई यो सरकारले यो हाइज्याकर सरकारले लिएर हिरासतमा तपाईँ भित्र गएर अस्तिको 10 बुधे सहमतिमा तपाईँ साइन गरेर बाहिर आउनुहुन्छ अनि यहाँ बाहिर ठुलो कुरा गर्नुहुन्छ। 10 बुधे सम्झौता च्यात्ने मान्छे म यो देख्नु भएको छ। त्यो बालुवा टारको अन्धकार रातमा च्यातेको भए सम्झौता भइरहँदा यसको अर्थ छैन भनेर च्यातेर आउने पात्र मै हो। त्यो भए यो प्रश्न तपाईँले माथि गर्न पाउनुहुन्न र यो अहिले हाइज्याकर सरकार अस्तिको 10 बुधे सम्झौता तपाईँले च्यात्नु भयो हो? 10 बुधे सम्झौता मैले च्यातेर आएको किन च्याते हो? अर्को कुरा चाहिँ सुशीला कार्की र ओमप्रकाश अर्यालले हत्याराहरूलाई र यी भ्रष्टाचारीहरूलाई भित्र छुन पनि सकेको उहाँ त चुनावमा जाँदै हुनुहुन्छ नि, चुनावी माहौल तयार गर्दै हुनुहुन्छ नि। देशका लागि लडेका हाम्रा भाइ बहिनीलाई अहिलेसम्म कुटपिट गरेर भित्र यातना अनि तपाईँले रिहाईको पहल गर्नु पर्दैन? हामी रिहाईको पहल गरिरहेका छौँ। अस्ति ओमप्रकाश अर्याल र सुशीला कार्कीले के भने भन्दाखेरिमा चाहिँ भाद्र 23 र 24 गतेका जेन्जी आन्दोलनका बन्दीहरूलाई निशर्त रूपमा रिहाई गर्ने र मुद्दा फिर्ता लिने भन्ने उहाँले भनिसक्नुभयो त उहाँको छोराहरू रिहाई भएको छैन भनेर। यो कुरा यसरी चाहिँ यो सरकारले झुक्क्याउने जेन्जीको भावनामाथि खेल्ने प्रयत्न गरिरहेको छ। अब तपाईँले काम होइन के, तपाईँले कुरा मात्रै होइन कि व्यवहारमा काम पनि गर्नुपर्ने सणारीजी। एक्सन ओरिएन्टेड भइसकेका छौँ। यो यसकै लागि हामी यहाँ माइतीघरमा छौँ। अब केही घन्टा केही दिनमा जेन्जीले ओमप्रकाश अर्याल र सुशीला कार्कीलाई त्यो सिंहदरबारबाट त्यो बालुवाटारबाट घिसार्छ। तपाईँहरूले घिसार्छौँ हामी घिसार्छौँ। साँच्ची हो? सुन्नुहोस् हो, सुन्नुहोस्, तपाईँ घिसार्ने हो तयार हो? तपाईँ घिसार्न तयार हो? सुशीला कार्की अगाडि त्यो उधारो सम्झौता च्यात्न सक्ने च्यातेर मुखमा फाल्न सक्ने हिम्मत भएका हामीहरू सुशीला कार्की कुनै बाघ होइन कुनै केही होइन। जसरी तपाईँ माइती घरमा आएर जहिले भाषण दिनुहुन्छ काम गर्नुहुन्न के हो? यो भनेको शान्तिपूर्ण र यो एउटा खबरदारी हो। यो शान्तिपूर्ण हाम्रो आवाजलाई खबरदारीलाई केही दिनदेखि व्यवस्था गरिएको छ, अझै गरिन्छ भने। तपाईँ त बालेनसँग वार्तामा जानुभयो नि, के भयो कुरा? बालेनलाई भन्यौँ आज शहीदहरूको माग पुरा भएको छैन। आज हाम्रा बन्दी साथीहरू रिहा भएका, तपाईँ चुनाव होइन तपाईँ माइती घरमा आउनुहोस् आन्दोलनलाई सहयोग गर्नुहोस् भनिरहँदा बालेनले के भन्नुभयो? उहाँले चाहिँ चुनावको विकल्प छैन भन्नुभयो हिजो। अनि बालेनले भन्नुमा तपाईँ चुनावमा जाने हो? होइन हजुर चुनावमा आफै निर्वाचित भएर आएर यी सबै मागहरू सम्बोधन गर्न मिल्दैन। यस्तो चुनाव आजको म्यान्डेट जेन्जी आन्दोलनको म्यान्डेट थियो। विद्रोह किन भयो यो देशमा कुशासन थियो, भ्रष्टाचार थियो। केपी ओली शेर्पा देवको बुदागत भनिदिने म्यान्डेट के हो? अहिलेको म्यान्डेट भनेको पहिलो म्यान्डेट हत्यारालाई कारबाही हुनुपर्छ। हाम्रा हत्याराहरू केपी नाम भन्न सक्नुहुन्न तपाईँ? नाम भन्नु। सिडिओहरू पनि हुन्, प्रहरीहरू पनि हुन्। कसरी केपी ओली सिडिओहरू हत्यारा होइन, उनीहरूले माथिबाट आदेश दिए हाम्रा भाइ बहिनीमाथि गोली हान्न। हाम्रा भाइ बहिनी शान्तिपूर्ण ढङ्गले बानेश्वरको रोडमा उभिरहँदा केपी ओली हत्यारा हो? त्यसो भए केपी ओली हत्यारा हो, रमेश लेखक पनि हत्यारा हो, त्यतिखेरको सिडिओ पनि हत्यारा हो र त्यतिखेर त्यसो भए तपाईँहरू उहाँको घर जान किन सक्नुहुन्न? जहिले माइती घरमा फन्डा गर्ने तपाईँ? हामी नाटक मञ्चन मात्रै भएको जस्तो देखियो नि त। हजुर त सम्बन्धित निकायमा सम्बन्धित वकिलसँग पहल गरेर उहाँहरूलाई समन्वय गरेर निकाल्न पर्ने हो कि यहाँ आएर भुक्दै बस्ने हो? बालेनहरूले हाम्रा भाइ बहिनीहरूलाई बन्द कोठाभित्र भएर आन्दोलन लड्न लगाए।
सडकमा आउन लगाए तर 3 महिना पछाडि बालेनहरू बन्द कोठा निस्केर आज चुनाव बनिरहेका छन्। हामीले हिजो बालेनलाई त्यो ज्यागलमा गएर भेटेर भन्यौँ आज घाइतेहरू, आज पीडितहरू, आज जेएनजी आन्दोलनका बन्दीहरू सडकमा छन्। उनीहरूको हेर्नुहोस् आज उहाँहरूको परिवार फ्यामिलीहरू सडकमा छ। तपाईँले पहिला यो आन्दोलनलाई संस्थागत गर्नुहोस्, निकास दिनु अनुमात्र चुनावमा भनिरहँदा तर उहाँले चाहिँ सुशीला कार्कीको भाषा बोल्नुभयो। म बालेन शाहलाई माइतीघरबाट चुनौती दिन चाहन्छु। हिजो केपी ओलीमाथि बर्सिएका लाठीहरू, केपी ओलीको त्यो बालुवाटारमा गएका युवाहरू आज बालेनलाई घेर्न नपरोस्। 3 महिना पछाडि तपाईँ चुनावको डिजाइन गरेर बालेनलाई घेर्न तपाईँ सक्नुहुन्छ? सकिन्छ। बालेनको हाम्रो आन्दोलनमा हिजो कसलाई भेट्न जानुभयो त? किन भेट्न जानुभयो? बालेनलाई हामीले के भनिराखेका थियौँ भन्दाखेरिमा यो जेएनजी आन्दोलनमा हिजोका दिनमा तपाईँले पनि हाम्रा भाइलाई आह्वान गर्नुभयो। जानुभयो थियो बालेनलाई? बालेनलाई हामी आन्दोलनमा छौँ। जेएनजी आन्दोलन बालेन हो हजुरले भन्नुपर्ने उहाँलाई हामी आन्दोलनमा छौँ। उहाँ हुनुहुन्थ्यो होला, उहाँकोमा जानु भएन, उसकोमा जानु भएन। को हो? हामी जेएनजी आन्दोलन उहाँले होइन, हामी आफै गएका, उहाँले बोलाउनु भएको, हामी आफै गएका होइनौँ। उहाँले नामै तोकेर ल आउनु है हामीलाई उहाँले बोलाउनु भएको थियो। बोलाइसकेपछि हामी गयौँ। हामीले के भन्यौँ भन्दाखेरिमा जेएनजी आन्दोलनका माग पुरा भएका छैनन्। जेएनजी आन्दोलनको म्यान्डेट चुनाव होइन, निकास हो, भ्रष्टाचारीलाई हत्यारालाई कारबाही हो, संविधान। सोनारीजी तपाईँ भन्नुहोस्, सुन्नुहोस् तपाईँ मलाई उहाँको जवाब दिनुहोस्। हो त्यो भए हुनाले चाहिँ अहिले चुनाव होइन, पहिला निकास दिनुहोस्, घाइतेलाई शहीदलाई न्याय दिनुहोस् भनिरहँदा उहाँले के भन्नुभयो भन्दाखेरिमा अहिलेको विकल्प चुनाव होइन, चुनावमा जाउँ भन्नु। त्यसो भए मेरा भाइ बहिनीहरूले यो चुनावका लागि गोली खाएका होइनन्। खबरदार, जनताले प्रतिकार गर्छन्, युवाले प्रतिकार गर्छन्। यदि तिमीहरू चुनावमा जाने हो भने हिजो 78 जनालाई गोली हानेका थियौ, अब 1 लाखलाई गोली सुन्नुहोस्। अन्तिममा सुन्नुहोस् तपाईँ सुन्नुहोस्। त्यसो भए तपाईँ बालेनहरूलाई घिसार्न तयार हो? एउटा कुरा स्पष्ट रहोस्, बालेनहरूले यो आन्दोलनलाई लत्याएर फेरि चुनावमा जाने प्रोपोगन्डा रणनीति गर्छन् भने बालेनलाई र सुशीला कार्कीले एकैचोटि घिसार्न पर्ने दिन आउँछ। अमेरिकाको साथ छ नि त बालेनलाई, त अमेरिकाको साथ छ नि, तपाईँले थाहा होला नि। विदेशी दलालहरू अहिले लुसिफिरहरूले युवाहरूको त आक्रोश भाद्र 23 र 24 गते बालेन तपाईँ राति राति भेट्न जाने अनि सडकमा आएर लुसिफर भन्ने यस्तो हामीलाई उहाँलाई भेटेर केही लिनु लैजानु छैन। मात्र यति हो कि तपाईँले हिजो बन्द कोठाभित्र एउटा स्ट्याटस लेखेर र अर्को दिन यहाँ एम्बुलेन्स पठाएर तपाईँले भन्न खोज्नु भएको 78 जनाको 76 जनाको हत्या बालेनले पनि जिम्मा लिनुपर्छ भन्नु खोज्या हो? यसको मुख्य मतियार बालेन नै हुन्, यसको डिजाइनकर्ता। अनि तपाईँले सुरुमा किन भन्नु भएन, आज किन भन्दै हुनुहुन्छ? आन्दोलनमा घुसपैठ हुनुमध्ये बालेन पनि एक पात्र हुन्। बालेनहरूले आज यो मुद्दाबाट पन्छिएर चुनावमा जाने भन्ने कुरा त्यो बिल्कुल भन्न मिल्दैन। सर्वोच्चमा रिट हाल्नु भयो त? त्यसो भए हाल्नु न यो विषयमा लिएर। त्यसरी पो हुन्छ, एक्सन स्पिक्स लाउडर देन वर्ड्स भन्छ। हजुरको धेरै शब्दहरूले हुँदैन, देश निर्माण हुँदैन यसरी। एक्सन